हेलो गाइजहरू, तलदेखि माथिसम्म देशदेखि विदेशसम्म भएको सम्पूर्णमा मेरो नमस्ते। होइन, आज चाहिँ म के भन्न गइरहेको छु भन्दाखेरि नि, त्यो पारिपट्टिको डाँडा के त्यो पारिपट्टिको डाँडा देखिराख्नु भएको छ नि तपाईँहरूले। त्यो पारिपट्टिको डाँडा वारी चाहिँ कहिले आउँछ भन्ने सोचमा परिरहेको छु कि गाइजहरू। म चाहिँ के त भन्दाखेरि आखिर यहाँ हो नि त, त्यो पारिपट्टिको डाँडा देख्नु भएको छ। यसो हेर्नु त फेरि एकचोटि त्यो पारिपट्टि देख्नु भएको डाँडा यता वारिपट्टि चाहिँ कहिले आउने रहेछ कि होइन। जस्तै अब तपाईँ यो त्रिशुली नदी देख्नु भएको नि, तपाईँ त्रिशुली नदी यो बगेर तपाईँको वहाँ वीरगन्जसम्म पुगेछ भने त्यो पारिपट्टिको डाँडा वारिपट्टि आउन चाहिँ कहिले आइपुग्ने रहेछ भन्ने म सोचमा पर्दैछु है गाइजहरू। कहिले आउँछ के आउँछ भन्ने सोचमा पर्दैछु म। यसो अनुसन्धान गर्दाखेरि त्यो हिँडेकै छैन, यो खोला हिँडिरहेछ होइन। यो खोला त हिँडिरहेछ नि, यो त वीरगन्ज पुग्यो अनि त्यो त हिँडेकै छैन। कहिले चाहिँ आइपुग्छ भन्ने कुरो भयो मलाई गाइजहरू। धेरै सोचमा पऱ्यो गाइजहरू, म धेरै सोचमा पऱ्यो। के त भन्दाखेरि आखिर यहाँ हो नि त, त्यो डाँडो सर्दै नसरेपछि यता वारिपट्टि चाहिँ कहिले चाहिँ आइपुग्छ भन्ने सोचमा पर्दै थिएँ। एउटाले आएर फेरि पिछमा प्याच्चै भनिदिइहाल्यो कि मलाई, तँलाई डाम्न तँलाई गोरु, त्यो पारिपट्टिको डाँडा सर्दै नसरेको डाँडो यतापट्टि वारिपट्टि चाहिँ कसरी आउँछ भन्। मैले पनि सोचेँ, फेरि धेरै सोचेँ, गहिरो सोचेँ म। हुन त हो, त्यो पारिपट्टिको डाँडो वारिपट्टि त कसरी आउनु, यो खोला त बरु बगिरहेछ उहाँ वीरगन्जमा पुग्यो होला भन्ने सोच्दा टाउको कनाइरहे। धेरै बेर सोचेँ गाइजहरू, धेरै बेर सोचेँ। त्यो पारिपट्टिको डाँडो वारिपट्टि आउँदै आउँदैन भने त त्यो पारिपट्टिको हरियाली वारिपट्टि कसरी देख्नु भनेर सोचेर निहाल्दै थिएँ कि होइन। यता टन्नै यो घाँसहरू रोपेको रहेछ है, टन्नै घाँसहरूको बोटहरू रोपेको रहेछ भनेर सोच्दै थिएँ कि घाँसहरूको बोटहरू रुखहरूको बोट रोप्यो भने त यहीँ पनि हरियाली हुने रहेछ भने मैले सोचेँ। फेरि सोच्दै गर्दाखेरि के आइपुग्यो भन्दाखेरि नि दिमागमा, म फेरि अल्छी रहेछु फेरि होइन केटा, अल्छी रहेछु म। कालै राखिरहेछु भनेर सोच्दै थिएँ कि मनमा त अनेकौँ सोच पो आउनु थाल्यो गाइजहरू। के त भन्दाखेरि आखिर हो नि त भनेर उहाँ टक्ने गइदिएँ भट्टीतिर गएर 2-4 प्याक लगाइसकेपछि त अनेका कुरा निस्किन थाल्यो दिमागमा। थालेपछि त सोच्दा हैरानै भयो यार, तनावै लाग्यो। अनि एउटा बिचमा आएर प्याच्चै बोलीको फेरि त हेर्नुहोस् गाईहरू, यस्तो रिस उठ्यो कि दिमागको जरै उक्लियो गरी रिस उठेर तनाव भइदियो। 2-4 प्याक हानिसकेको थिएँ गाईहरू, बुङ्गुरसरी भइसकेको थिएँ। यता न उता लड्दै पड्दै जसो तसो घरमा आएर म चाहिँ सुतिएँ गाईहरू। अरू कुरा त्यस्तै हो। हस् त, बिदा हुन चाहन्छु। यति भन्दै मेरो कमेडी सिद्धियो।